हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ हामी नेपालीहरूको महान चाड बडा दसैँ हो र आजको ब्लग चाहिँ दसैँ स्पेसल छ। म चाहिँ एकदमै सन्चै छु र हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा ब्लग अगाडि बढाउँछु है त साथीहरू। यसरी सबैभन्दा सुरुमा चाहिँ मैले घरहरू सफा गरेँ। सुरुमा किचन, प्यासेज, अनि त्यसपछि आफ्नो सुत्ने रुम सबै सफा गरेँ। सफा त गरिराखेको हुन्छ, त्यही पनि अब दसैँको दिनमा सुरुमा सरसफाइ नै गरौँ भनेर सबै बढारेँ। त्यसपछि पोछा लगाएँ, मप लगाएँ, पूजा कोठा, यता आफ्नो रुम सबै पोछा लगाएँ। यति बेला चाहिँ म चाहिँ काम गरिरहेको थिएँ। मेरो श्रीमानज्यू चाहिँ काममा जानको लागि रेडी भइराख्नु भएको थियो। अनि बेला बेलामा मलाई बोलाउँदै यताउति भनिराख्नु भएको थियो है, डिस्टर्ब गरिराख्नु भएको थियो। चप्पल पनि चाहियो अरे, फेरि चप्पल दिनु न मलाई भन्नुहुन्छ। मैले पोचा लगाएर घर चिसो थियो नि त, अनि चप्पल दिएर फेरि म चाहिँ यता दसैँ गीत बजाएर नाच्दै नाच्दै काम गरिरहेको थिएँ। अब के गर्नु साथीहरू, परदेशको ठाउँमा दुईजना मात्र भए पनि यसो दसैँ मनाइदिउँ न त भनेर मनाउन लागेको थियौँ। रुमहरू पुसिसकेपछि म यता किचनमा आएर फेरि किचन पनि सरसफाइ गर्न थालेँ। दसैँ गीत चाहिँ बजिरहेको थियो। अब दसैँ भाइब्स त दिनु पऱ्यो नि, घाम पनि मजाले लागिरहेको थियो बाहिर। किचनमा त्यो झ्याल खोलिदिएको थिएँ, मजाले घामको रिफ्लेक्सन आइरहेको रहेछ। घरहरू पोछा लगाइसकेपछि मैले फुलहरूमा पानीहरू लगाएँ। मेरो जमरा चाहिँ यस्तो भएको थियो दसैँको लागि। त्यसपछि मैले फुलहरू, मेरो अगाडि खोर्सानी, सागहरूमा पनि सबैमा पानी लगाइदिएँ। त्यसपछि यता रुमहरू पनि सुकिसकेको थियो पोछा लगाएको। अनि आएर सबै बेडहरू मिलाएँ। यसरी हामी चाहिँ भर्खर रुम सरेर आएको नि त, त्यही भएर कस्तो अब एडजस्ट भइसकेकै छैन, यस्तै छ सबै। त्यहाँ नै म्यानेज छ त। चार्जरहरू हेर्नुहोस् न, मेरो त्यस्तै लडाइरहेको छ। टेबल सेबलहरू केही लिएको छैन, त्यही भएर यस्तै छ साथीहरू। त्यसपछि चाहिँ म किचनमा गएर खसीको मासु यता रोस्ट पाक्दैछ, सँगसँगै पकाइरहेको थिएँ, एक्लै थिएँ, त्यही भएर। अनि त्यसपछि ससेज खाऊँ न भनेको मेरो श्रीमानज्यूलाई होममेड बनाएर खाउँ अरे। अनि त्यसपछि किमा लिएर आएको थियौँ। त्यसरी मैले चाहिँ फेरि आफैले घरमै होममेड यसरी ऱ्यापरमा रोल गरेर बनाएँ। खाँदा नि मिठो भएको थियो हुने रहेछ साथीहरू। यदि हजुरहरूले पनि ट्राई गर्न चाहनुहुन्छ भने गर्दा हुन्छ, राम्रो हुने रहेछ, हेल्दी नि हुन्छ आफ्नो घरमा बनाएको। यसरी फेरि मैले चाहिँ अब मासुहरू मात्र खानु किन, साग पनि खाइदिउँ न भनेर सागहरू पनि धोएर पकाउन थालेँ। यसरी साग यता पकाइरहेको छु, उतापट्टि ससेज बोइल गरिरहेको थिएँ। श्रीमानज्यू चाहिँ आउनुभन्दा अगाडि खानाहरू बनाइराख्छु भनेर गरिरहेको थिएँ। त्यसपछि नुहाएर पूजाको लागि फुलहरू पनि टिपेँ। त्यसपछि रेडी भएर पूजा पनि गरेँ। श्रीमानज्यू चाहिँ ड्युटी जानुभएको थियो, त्यही भएर एक्लैले पूजा गरेँ। अनि त्यसपछि यसरी पूजा गरेको हेर्नुहोस् है साथीहरू, यसरी पूजा गरेँ एक्लैले। अब घरमा आउँदा त मम्मी बुवाहरू हुनुहुन्थ्यो, उहाँहरूले गरिहाल्नुहुन्थ्यो। अब यहाँ त आफैले गर्नु पर्यो। यसो जाने नजाने जति जाने त्यति गरेँ। यसरी पूजाहरू पनि गरेँ। यसरी मैले एक्लैले पूजा गरिसकेँ। त्यसपछि श्रीमानज्यू पनि आउनुभयो। अनि त्यसपछि हामी चाहिँ टिका लगाउन थाल्यौँ।
उहाँले पनि धेरै वर्ष भइसकेको रहेछ दसैँ नमनाउनु भएको। अब परदेशमा कोही नहुने एक्लै के मनाउनु भनेर नमनाउनु भएको अरे पहिला कति वर्ष 5-6 वर्ष ज्यादै भइसकेको रहेछ नमनाउनु भएको। यसपालि चाहिँ 2जना छौँ मनाउँ न जस्तो हुन्छ त्यसरी नै भनेर जानी नजानी मनायौँ। टिका लाएर श्रीमानज्यूले दक्षिणा पनि दिनुभयो। त्यसपछि ढोग्नु पर्यो, ढोगेर अनि त्यसपछि हामी चाहिँ टिकटक पनि बनाउन थाल्यौँ। मेमोरीको लागि त बनाउनु पर्यो। अब दसैँ हामी बिहेपछि फर्स्ट टाइम हो 2जना सँगै मनाएको। बिहे भएको त धेर भएको छैन नि त, फर्स्ट दसैँ हाम्रो। अनि मेमोरीको लागि एउटा टिकटक बनायौँ। बिहानदेखि खाना खाएकै थिएन, भोक लागिरहेको थियो। ल खाना खाउँ छिटो भनिराख्नु भएको थियो र मैले खानाहरू प्लेटमा लगाएँ। त्यसपछि 2जना चाहिँ खाना बस्यौँ। यसरी 2जना भए पनि अब दसैँमा इन्जोय गर्नुपर्छ है भनेर 2जनाले मात्र भए पनि इन्जोय गरिरह्यौँ। यसरी जुस चाहिँ खानपान गर्नु पऱ्यो नि त खानुभन्दा अगाडि। मेरो श्रीमानजीले चाहिँ बिर्सिनु भएको क्या, अनि खानपान भनेर अनि खानपान गरेर जुस खाएर खाना खान थाल्यौँ। यतिसम्म हेर्नुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। हजुरहरूको पनि दसैँ रमाइलो भयो होला भन्ने आशाका साथमा भिडियो एन्ड गर्न चाहन्छु। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब माई च्यानल।